सो हाई एभ्रिवान, आज फेरि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ केही इन्फर्मेसन, हुन त सधैँ जसो म इन्फर्मेसनै लिएर आउने गरेको छु तपाईँहरूमा। त्यसमाथि आज चाहिँ अलिकति स्पेसल अनि मोस्टली अवेटेड इन्फर्मेसन, किन भन्दाखेरि नेपालीहरू अथवा भनौँ साउथ एसियन पार्टहरूको चाहिँ ड्रिम डेस्टिनेसन। मैले ड्रिम डेस्टिनेसन भनेपछि तपाईँहरूले गेस गर्नुहोस् कि कुन कन्ट्री भनेर। सो ड्रिम डेस्टिनेसन कन्ट्री इन्ड अफ द वर्ल्डमा गनिने दुईवटा कन्ट्रीहरू छन्। इन्ड अफ द वर्ल्ड त होइन र पनि एकदमै टाढा, हाम्रो लागि धेरै टाढा। त्यसमा दुईवटा कन्ट्रीमध्ये एउटा न्युजिल्यान्ड हो, एउटा क्यानाडा हो। सो आज हामी न्युजिल्यान्डको कुरा गर्नेवाला छैनौँ, आज हामी क्यानाडाको कुरा गर्नेवाला छौँ। क्यानाडाको सानो एउटा अपडेट प्लस एउटा खुसीको खबर, दुईवटा कुरो लिएर आएको छु। सुरुमा खुसीको खबरबाट भन्छु है त, ठिक छ। सो आज भर्खरै एउटा नयाँ भिजा ग्रान्ट भएर आएको छ। विच मिन अब यो भिजा ग्रान्ट भने चाहिँ स्टिकर भिजा देखिन्थ्यो, तर यो पेपर देखाइरहेको छ यसले भनेर कन्फ्युजन नहुनुहोस्। यो चाहिँ आज मे 12 तारिकको दिन भिजाको लागि पिपी रिक्वेस्ट आएको हो। हाम्रो दिवस गिरी सर हुनुहुन्छ, उहाँ चाहिँ झापा निवासी हुनुहुन्छ र उहाँको क्यानाडाको भिजाको लागि पिपी रिक्वेस्ट आइसकिसकेको छ। विच मिन उहाँको अब पासपोर्ट सबमिट गरेर हामीले भिजा लिनेवाला छौँ र भिजा लिनको लागि सम्भवतः पासपोर्ट सबमिट गरिसकिसकेपछि 28 दिन जति लाग्छ। किन भन्दा पहिले इन्डियाले हेर्थ्यो सबै कुरो, अब अहिले हेर्ने हाम्रो नेपालीको हेर्ने चाहिँ तपाईँको ब्याङ्ककबाट डिसिसन हुने हुँदाखेरि 28 दिनको आसपासको सेरिफेरी लाग्छ पासपोर्ट रिटर्न ब्याक भएर आउनको लागि, भिजा स्ट्याम्प भएर आउनको लागि। सो अब उहाँको केसमा कुरा गर्दाखेरि हामीले अप्रिलको 26 तारिकको दिन मैले भिजा लजमेन्ट गरेको थिएँ उहाँको। म फेरि पनि भन्न चाहन्छु, अप्रिलको 26 तारिक। सो 26 तारिक भनिसकेपछि कति दिन लागेको थियो होला? आई गेस 10 दिन, 11, 12, 13, 14, 15, 16, टोटल 16 दिन। इट्स नट लाइक 16 वर्किङ डेज, इट्स ओन्ली 16 डेज है। 16 दिनभित्रमा भिजा लाएर आएको छ उहाँको पिपी रिक्वेस्ट। आज मैले उहाँको चेक गरेको थिइनँ, अरूको चेक गर्ने क्रममा यत्तिकै उहाँको पनि लगइन गरेर हेरिदिनु भन्दाखेरि फ्याक्टै हेर्दाखेरि उहाँको आइसकिसकेको रहेछ। सो मैले उहाँलाई बधाई दिइसकिसकेको छु। र यो सँगसँगै मसँग अरू रिसेन्ट भिजाहरू पनि छ, 3वटा भिजा छ, रिसेन्ट 3वटा भिजा छ, पिपी रिक्वेस्ट छ 3जनाको। यो 3जना मध्ये 2जनाको चाहिँ हाम्रो अप्रिलको 21 तारिकको भिजा हो। 2जना रुपेश परियार र सन्देश पोखरेल हुनुहुन्छ, सबै सिङ्गल इन्डिभिजुअल अप्लाई गर्ने हो। उहाँहरू 2जनाको चाहिँ अप्रिल 21 को भिजा छ भने अप्रिल 19 को भिजा अर्को रहेको छ पिपी रिक्वेस्ट। यो रिक्वेस्ट भनेको चाहिँ यो पनि सिङ्गल हो र योभन्दा अगाडि अप्रिल 1 तारिकमा 3जना एउटा फ्यामिलीको पिपी रिक्वेस्ट आएको थियो। उहाँहरू फ्यामिलीको भिजा लागिसकेपछि उहाँहरूको त पासपोर्टमा स्ट्याम्प भएर आइसकिसक्यो र आइसकिसकेपछि उहाँ सर चाहिँ ट्राभल गरिसक्नु भएको छ। म्याम र नानी जो फ्यामिली अप्लाई गर्नुभयो त म्याम र नानी चाहिँ जानु भएन, सर चाहिँ ट्राभल गरिसक्नु भएको छ। सो अहिले क्यानाडाको एकदमै बहाव आएको छ, भिजा एकदमै राम्रो भिजा चलिरहेछ, भिजा रेट। सो राम्रो भन्दैमा जस्तो पाए त्यस्तै प्रोफाइल, जस्तो पाए त्यस्तै अप्लाई गर्दाखेरि हुन्छ भन्ने होइन। प्रोफाइल मात्रैले पनि भिजा लाग्ने होइन, निकै हाई प्रोफाइलको पनि रिजेक्सन मैले फेस गरेको छु। म आफैले, तपाईँहरूलाई थाहा छँदैछ, म आफैले भिजा फाइलिङ गराउने अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा र युकेको लागि स्पेसल्ली मैले भिजा फाइलिङ आफै गर्छु भने मेरो अन्तर्गतमा रहेर अथवा हाम्रो ट्राभलबाट, हामी जेमिना टुर्स एन्ड ट्राभल्सबाट सम्पूर्ण देशहरूको भिजाको लागि एसिस्टेन्ट गर्ने त तपाईँहरूलाई थाहा छँदै नै छ। र रह्यो कुरो क्यानाडाको भिजामा चाहिँ मैले जम्मा 2 चोटि गर्छु इयरली। एउटा डिसेम्बर इन्टेकको लागि, इन्टेक भन्दा फेरि अनुरोध नसोच्नु होला, हाम्रो कन्सल्टेन्सी पनि छ, त्यसले गर्दाखेरि कहिलेकाहीँ बोली चिप्लिन्छ। सो डिसेम्बरको लागि एउटा हामीले गर्छौँ, एउटा भनेको अगस्तको लागि। सो अभियसली डिसेम्बर भनेको क्रिसमस र न्यु इयरको लागि एप्रोप्रिएट सिजन हो, त्यसले गर्दाखेरि गर्छौँ। अल्दो सिजन राम्रो हुन्न ट्राभल गर्ने, र पनि मान्छेहरू ट्राभल गर्छ फ्रिक्वेन्टली त्यहाँनिर। र अर्को भनेको टुरिस्टहरू बढी जाने टाइम भनेको क्यानाडा डेस्टिनेसन मानिरहँदाखेरि त्यो टाइम भनेको अगस्तमा, बिकज जुलाईको इन्डदेखि एकदमै क्यानाडामा फेभरेबल समर सिजन चल्ने हुँदा अब स्नो त जतिखेर पनि त्यहाँ गयो भनेदेखि अलिकति दूरदराजको अब स्नो त पाइ नै हाल्छ। सो त्यो पनि एक्सप्लोर गर्न पाइयो र मजाले एक्सप्लोर गर्नको लागि नायग्रा फलदेखि लिएर स्पेसली मसँग जाने मान्छेहरू चाहिँ बढी क्यालगरी र तपाईँको टोरोन्टोकै लागि हुन्छ। सो मसँग म्याक्सिमम हामीले भिजा ट्राभल गराउँदाखेरि टोरोन्टो बेस्डै भएर हामीले भिजा मागेको हुन्छ। र अर्को कुरो भनेको तपाईँको कतिजना हुनुहुन्छ जसले इन्भिटेसनको लागि पनि भिजा अप्लाई गरेर
वेटिङमा बस्नु भएको छ। यो इन्भिटेसनमा चाहिँ सेप्टेम्बरको लागि प्रोग्रामको लागि वेटिङमा बस्नु भएको छ। र यसपालि मसँग भिजा अप्लाई गर्ने लिस्ट तपाईँले सोध्नुहुन्छ भनेदेखि समवेयर अराउन्ड 70 जति हुनुहुन्छ मसँग वेटिङ लिस्टमा बस्नु भएको भिजा अप्लाई गरेर। र उहाँहरू सबैको ट्राभलिङ भनेको चाहिँ अगस्तको मिडको लागि ट्राभल प्लान बनाएर मैले भिजा फाइलिङ गरेको छु। अगस्तको मिडमा ट्राभल गर्ने गरी, किनभने मैले अघि भनिसकेँ समरको लागि भिजा रेसियो एकदमै हाई हुन्छ यो सिजनको लागि। सो अब यो त भयो नर्मल्ली कतिको क्यानाडाको भिजा लागिरहेछ छैन भन्ने कुरो हो। यसो भनिरहँदा एकदमै हाई प्रोफाइलको, हाईमाथि पनि निकै भिआइपी प्रोफाइलको पनि रिजेक्सन देखेको छु मैले। सामान्य 22-23 वर्षको भर्खरको केटाकेटीको पनि केटाको भनौँ न पनि भिजा लगाएको छु मैले। सो त्यो त कति कुरा त डकुमेन्टेसनदेखि अलिकति अपार्ट यो लकको पनि कुरो हुँदो रहेछ र भिजा अफिसरको पनि कुरो हुँदो रहेछ। र भिजा अफिसरको के कुराहरू छ, कसरी उनीहरूले चाहिँ भिजा स्क्रिनिङ गर्छ, फाइल स्क्रिनिङ गर्छ, के हेर्छ उनीहरूले, के को बिहामा उनीहरूले डिसिजन दिन्छ, कस्तो हुन्छ यो क्यानाडाको भिजा एक्चुअलमा चाहिँ भिजा अफिसरले कसरी हेर्छ भन्ने कुरो चाहिँ म अर्को एउटा भिडियोमा तपाईँहरूलाई त्यो कन्टेन्ट फ्लो गर्नेछु, त्यो इन्फर्मेसन तपाईँहरूलाई प्रोभाइड गर्नेछु। सो अहिले कुरा गरिरहँदाखेरि चाहिँ भिजाको कस्तो छ अवस्था भन्ने कुरो रह्यो, मसँग अप्लाई गर्दाको अवस्था कस्तो छ भन्ने रह्यो। र अर्को एउटा इम्पोर्टेन्ट अपडेट भनेको चाहिँ भिजा अहिले अप्रिलबाट लागू हुने गरी भनेर जम्मा 6 महिनाको दिने भनेर डिक्लेयर गरेको छ क्यानाडाले। स्टिल दो जसरी लास्ट टाइम अस्ट्रेलियाले 8503 लगाउने भनेर कन्डिसनल भिजा लगाउने भनेर आएको थियो न्युजमा, धेरैजनाको कन्डिसनल भिजा पनि लाग्यो। तर बाई लक मैले लास्ट इयर 191 जनाको भिजा सक्सेस गराउँदाखेरि एकजनाको पनि 8503 लागेन। त्यो भनेको कन्डिसन उता गएर भिजा ट्रान्सफर गर्न नमिल्ने, भिजा कन्भर्ट गर्न नमिल्ने भन्ने प्रोसेस हो। त्यो चाहिँ मेरो बाई लक अहिलेसम्म कसैको पनि लागेको छैन। सो सेम गोज टु क्यानाडा। तर लास्ट फ्यामिलीको चाहिँ जुन फ्यामिलीको भिजा अप्लाई गरेको थियो उहाँहरूको चाहिँ जम्मा 6 महिनाको भिजा लागेको, नत्र भने स्टिल अहिलेसम्म पनि पासपोर्टको भ्यालिडिटी हेरेरै भिजा दिइरहेको अवस्था छ क्यानाडाले। र हामीले 6 महिनाको भिजा मात्रै लाग्यो भनेर निराश हुनुपर्ने अवस्था पनि छैन, किनभने अभियसली इट्स अल क्यानाडा बाइ द वे, आवर ड्रिम डेस्टिनेसन। र अर्को कुरो भनेको फेरि 6 महिनाको भिजा लाग्ने भनेर भनिसकेपछि झन् राम्रो कुरो, किनभने जति कम स्टेको भिजा दिन्छ त्यति लाग्ने चान्सेस बढी हुन्छ। र 6 महिनाको भिजा दिइरहँदा पनि मल्टिपल इन्ट्री दिन्छ र एकचोटि गएपछि त्यही 6 महिना फुल स्टे गर्छु भनेर नि पाउनुहुन्छ। सो त्यसले गर्दाखेरि यसलाई ला अब त पासपोर्टको फुल टाइमसम्म भिजा नदिने रहेछ बिस्तारी भनेर सोचिरहनु पर्ने आवश्यकता छैन। भिजा तपाईँले जसरी भए पनि भिजा एकचोटि ग्रान्ट गर्नुभयो भनेदेखि तपाईँको गेटवे खुल्छ, पाथवे खुल्छ। एकचोटि क्यानाडाको भिजा सक्सेस भयो भने युएसले भिजा पत्याउनलाई धेरै सहज हुन्छ, युके त्यसै गरी। सो बेसिकली क्यानाडाको भिजा लागिसकेपछि अल ओभर द वर्ल्ड तपाईँको गेटवे खुलियो। त्यो एउटा आइरन डोर जुन हो त्यो चाहिँ तपाईँले फोड्नुभयो भन्ने बुझ्नु होला। सो त्यसले गर्दाखेरि क्यानाडाको भिजा अप्लाई गर्ने यदि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने र मसँग अप्लाई गर्न चाहनुहुन्छ भने म आइदर अगस्तको लागि अर डिसेम्बरको लागि यो दुईटा सेड्युल रहन्छ। त्यो दुईटाको लागि मैले भिजा फाइलिङको लागि एसिस्ट गर्ने गर्छु। र त्यो बाहेक यदि तपाईँ सेप्टेम्बरमा एउटा इभेन्ट भइरहेछ त्यहाँनिर, त्यो इभेन्टमा पार्टिसिपेट हुनको लागि पनि तपाईँले स्पोन्सर लेटर उताबाट इन्भिटेसन लेटर उताबाट लिएर तपाईँले अप्लाई गर्न चाहनुहुन्छ भने पनि यु क्यान डिएम मी इन माई इन्स्टाग्राम अर लाइक इन माई फेसबुक, अथवा मैले तपाईँहरूलाई डिस्क्रिप्सनमा फोन नम्बर पनि दिएको हुन्छु, वा सहजै मेरो ट्राभलमा जेमिना टुर्स एन्ड ट्राभल्समा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। र तपाईँले एउटा विश्वसनीय र गुणस्तरीय एउटा सर्भिसको तपाईँ खोजीमा हुनुहुन्छ र कहाँबाट चाहिँ एउटा जेन्युन विथ फुल ट्रान्सपेरेन्सीको रूपमा चाहिँ तपाईँले तपाईँको भिजा कसैलाई एक्सेस दिन चाहनुहुन्छ भनेदेखि तपाईँले मलाई सहजै सम्झिन सक्नुहुनेछ। र यदि तपाईँ जेन्युन ट्राभलर हुनुहुन्छ, तपाईँलाई कुनै पनि ट्राभलिङसँग रिलेटेड अथवा भिजासँग रिलेटेड तपाईँलाई केही पनि डाउट छ अथवा केही पनि इन्क्वायरी छ, म आफै भिजा फाइलिङ गर्छु सर, मलाई बेसिक कुराहरू चाहिँ मलाई गाइड गरिदिनुहोस्, के हुन्छ, कस्तो कुरा ध्यान गर्नुपर्छ भन्नुहुन्छ भने पनि तपाईँले त्यो गर्न सक्नुहुन्छ। तपाईँको डकुमेन्टहरू सर मलाई स्क्रिनिङ गरिदिनु पऱ्यो, त्यो स्क्रिनिङ गर्नलाई मलाई अपोइन्टमेन्ट दिनुहोस् तपाईँको, म तपाईँको अपोइन्टमेन्ट लिएर तपाईँसँग डकुमेन्ट स्क्रिनिङ गरेर म आफै भिजा फाइलिङ गर्छु भन्नुहुन्छ भने पनि तपाईँले आफ्नो भिजा आफै फाइलिङ गर्न सक्नुहुन्छ। होइन सर तपाईँसँग अथवा तपाईँको एजेन्सीसँग चाहिँ म इन्भल्भ भएर तपाईँहरूको थ्रुबाट चाहिँ तपाईँहरूको एक्सपर्टिजको थ्रुबाट चाहिँ म भिजा फाइलिङ गर्न चाहन्छु भन्नुहुन्छ भने पनि तपाईँले सहजै हामीलाई सम्झिन सक्नुहुन्छ। सो आजको लागि यही भयो क्यानाडाको भिजाहरू के रिक्वेस्टहरू
मैले तपाईँहरूलाई देखाइसकिसकेको छु र फेरि आगामी दिनमा पनि नयाँ भिजा अपडेटहरू हामी कहाँ भिजाहरू थुप्रै आइरहेको हुन्छ, दिनकै आइरहेको हुन्छ। जापान थियो भनेको त हटबेट जस्तो छ हाम्रो लागि, एकदमै धेरै भिजा लाग्ने हो। र कोरियाको पनि अर्को एउटा भिजा लागेर आएको छ। आजभन्दा 4 दिन अगाडि मैले त्यो भिडियो बनाउन बिर्सेँ। धेरै भिडियोहरू बनाउन बिर्सिन्छ हामीले, समय नै मिल्दैन, समयको अभावले गर्दाखेरि। र युरोप त हाम्रो अब फ्रान्स त तपाईँहरूलाई थाहा छँदैछ, हाम्रो म्याक्सिमम फ्रान्सको लागि काम हुन्छ युरोपको हकमा। सो तपाईँले कुनै पनि कन्ट्रीको लागि तपाईँले भिजा अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले सहजै सम्झिन सक्नुहुन्छ। थ्याङ्क यू, नमस्ते।